धरानका मेयर हर्क साम्पाङ जो श्रम संस्कृति पार्टी खोलेर केन्द्रीकृत राजनीतिमा आइसकेपछि क्षेत्रीय अवस्थामा मात्रै सीमित रहनु या त पूर्वलाई चाहिँ कब्जा गर्न खोज्नु अथवा चाहिँ आफ्नो बेस बनाउनु यो नितान्त आफ्नो एउटा स्वविवेकीय चाहिँ सोच हो भन्ने मलाई लाग्छ। जहाँसम्म हर्क साम्पाङले केन्द्रीकृत राजनीति गर्न आइसकेपछि केन्द्रीय राजनीतिमा लड्दै गर्दा 77 जिल्लालाई समेटेर एउटै कर्मथलो केन्द्र बनाउनु पर्छ जस्तो मलाई लाग्छ। के त अब हर्क साम्पाङको हर्कवादले देश बन्छ तपाईलाई के लाग्छ? सबैभन्दा पहिला वादका कुरा गर्दै गर्दा वाद कसैको पनि हुँदैन, तर हर्कवाद लागू गर्नुपर्छ भन्दैछ नि त। यो चाहिँ नितान्त अलि बढी इच्छा शक्ति बढी भएको जस्तो लाग्छ मलाई। जहाँसम्म श्रमवादसम्म भनिदिएको भए हुन्थ्यो, किनकि श्रमको सुरुवात उनीबाटै भइरहेको छ, त्यसकारणले श्रमवादसम्म भनिदिएको भए हुन्थ्यो। हर्कवाद चाहिँ यो बढी भयो कि जस्तो लाग्छ। अब उनले अब देशको लागि जनताको लागि बनेको पार्टी बनेको चाहिँ श्रम संस्कृति पार्टी हो, अरू सब फटा हुन्, देश ठग चोर हुन् भन्नुहुन्छ। यसलाई कसरी हुन्छ? आफू बाहेक अरूलाई कसैलाई पनि राम्रो देख्नुहुन्न। यो गाली गलौजको राजनीतिले निकास पनि दिँदैन, विकास पनि दिँदैन। गाली गलौज कसैले कसैलाई गर्नु हुँदैन। सबैका आफ्ना अस्तित्व छ, सबैका आफ्नो व्यक्तित्व छ, सबैका आफ्ना आफ्ना जिम्मेवारी छन्। ती सबैलाई समेट्दै सबैले राम्रो भूमिका निर्वाह गर्नुपर्छ र सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। यो श्रम संस्कृति जुन पार्टी छ, एउटा श्रम भनेर नाम राखेको छ नि, यो श्रमलाई कसरी हेर्नुहुन्छ? यो के श्रम गरेर देश बनाउन सकिन्छ यो समयमा? यस्तो हो, श्रम बिना चाहिँ देश बन्दैन। के हो भने हामी यो कृषि योग्य भूमि चाहिँ अहिले जहाँ बाँझिँदै गएको अवस्थामा जो देश विकासको मेरुदण्ड भनेको कृषि नै हो, उत्पादनै हो र उत्पादनको लागि श्रम नै हो। श्रमबाट मात्रै सम्भव छ, त्यो पक्का कुरो हो। तर त्यसो भन्दै गर्दा एउटा व्यक्तिलाई गाली गरेर अथवा एउटा व्यक्तिको चाहिँ विरुद्धमा बोलेर चाहिँ श्रम संस्कृति हुँदैन, श्रमको उन्नति पनि हुँदैन। सबैलाई समेटेर एक धारको राजनीति गर्ने हो भने श्रमबाटै विकास सम्भव छ, त्यो चाहिँ पक्का कुरो हो। अब जुन अहिलेको माहौल हेर्दै गर्दाखेरि श्रम संस्कृति पार्टीले कति जति सिट ल्याउला तपाईलाई के लाग्छ? मलाई लाग्छ, तपाईको विश्लेषण के छ? श्रम संस्कृति पार्टीले सिट कति ल्याउँछ भन्ने भन्दा पनि देशैभरि छरिएर श्रम संस्कृति पार्टीको संगठन कस्तो खालको विस्तार हुन्छ र यो अन्तिममा आउने निचोडभित्र पर्छ। अहिले तत्कालै श्रम संस्कृतिले कति सिट ल्याउँछ भनेर आँकडा गर्ने बेला भइसकेको छैन। तर यतिखेर श्रम संस्कृति पार्टीलाई विभिन्न आरोप लगाउँछन्, जातीय पार्टी भयो, विभेद भयो भन्ने कुरा गर्छन्। यसलाई कसरी हेर्नुहुन्छ? मलाई चाहिँ के लाग्छ भने जातिवादी भनेर कसैले कसैलाई आरोप लगाउनु भन्दा पनि धर्म संस्कार र संस्कृति आफआफ्नो मानिएको छ, आफआफ्नो मान्नुपर्छ। सनातन धर्म संस्कार र संस्कृतिलाई जोगाउँदा चाहिँ देशको अस्तित्व जोगिन्छ, हाम्रो संस्कार र संस्कृति जोगिन्छ। त्यतातिर बढी महत्त्व दिनुपर्छ जस्तो मलाई लाग्छ।